शान्त र सुन्दर यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो बाबुगा बडा साह्रै राम्रो के कस्तो भयो सर अब धेरै राम्रो छ धेरै पूजा पारी पुजारी म एउटा कविता राख्न मन लाग्यो। गोविन्द शर्माको कविता। हस् सर, यहाँहरू सबैजनामा नमस्कार। म गोविन्द राज समलाई। आज चाहिँ मैले एउटा रियोटेरिकल सटायर लिएर आएको। बाधे बाधे जायते तत्त्वबोध। ए मास्टर साहब सुन्दै हुनुहुन्छ? बाधे बाधे जायते तत्त्वबोध। बाधे बाधे जायते तत्त्वबोध। मास्टर साहब सिकाइदेऊ किराती। ए मास्टर साहब सिकाइदेऊ किराती। यसमा 4 एकान 4 2 दुना 4। मेरा ज्ञान तिम्रा अचार। अन्तिममा पो प्रतिभा प्रस्फुटनताद्वारा सम्झाले हुँदैछ। मेरो उदाहरण आज फेरि रिसाउँदै त के नजर नलाउन साना साना कुरा नबुझी आया मेरो एकचोटि कुरा फेरि कर्ताको रूपमा चयन नभएका शिक्षक पूजा गुप्ता म्याम लगायत दमन पोखरेल सर अनि यज्ञ भट्टराई सर, गोविन्द राज लगाई सर र सोनु प्रधान म्याम, यहाँहरूले एकदमै हाम्रो तालिका सहजकर्ता आदरणीय खिमराज लिम्बू सरलाई चाहिँ अनुरोध गर्दछु मैले। धन्यवाद सर। संयोजकज्यू, यो लाइटिङको कुरा होला होइन? यो रेको कुरा रहेको छ। यहाँ वेभ चाहिँ यसरी जान्छ भन्ने कुरा रहेको छ। स्क्रिन सेयरिङ भएको छ नि होइन सरहरू? संयोजकज्यू लिमिटेड भिडियो छ, हेर्नुहोस् है त। यो यहाँ यतापट्टि धारा छ नि, यो पाइपबाट आएको। यसले यसरी धारा खोल्ने सिस्टम छ। यहाँ हेर्नुहोस् त, धारा खोल्ने बित्तिकै चाहिँ यसले धाराको पानी सानो पनि खोल्न मिल्छ। यत्रो जति पानीको मात्रा कम हुन्छ धारा त्यति नै कम उत्पादन हुन्छ भन्ने हिसाबले यहाँ राखेको छ। अलिक ठुलो धारा खोल्ने भने हेर्नु त है। बोइज एन्ड गर्ल्स, छात्र र छात्राहरूका लागि समान सहभागितालाई सुनिश्चित गर्न सकिने रहेछ। यो गरेर पनि हाम्रो विद्यार्थी